आमाले फोन गर्दा सधैँ एउटै प्रश्न गर्नुहुन्छ, बाबु खाना खायो? म हरेक पटक हाँसेर भन्छु, खाए आमा, तपाईँ चिन्ता नगर्नु। तर आमालाई के थाहा, कहिलेकाहीँ खाना त खाएको हुन्छु तर आमाको हातले पकाएको स्वाद त्यो थालमा हुँदैन। कहिलेकाहीँ पेट भरिन्छ तर मन भरिँदैन। अनि फोन काटेपछि मोबाइल सिरानीमा राखेर केही बेर चुपचाप बस्छु, किनकि आमासँग बोल्दा मलाई घर आउन मन लाग्छ, भन्न सक्दिनँ। परदेश आउँदा धेरै सपना बोकेर आएको थिएँ। सोच्थे केही वर्ष दुःख गर्छु, पैसा कमाउँछु, घर बनाउँछु, बाबाको पुरानो ऋण तिर्छु, आमालाई राम्रो ठाउँ घुमाउँछु। अनि एक दिन सुटकेस बोकेर गाउँको बाटो हुँदै घरको आँगनमा पुग्छु। तर परदेशले एउटा कुरा सिकायो, पैसा कमाउन सजिलो होला, तर आफ्नो मान्छेको समय किनेर ल्याउन सकिँदैन। बाबाको उमेर बढिरहेको छ, आमाको कपालमा सेतोपन थपिँदैछ। म भने हरेक वर्ष फोनमा भन्छु, अर्को साल आउँछु, अर्को साल आउँछु, फेरि अर्को साल आउँछ। तर घर जाने दिन सधैँ पर सर्दै जान्छ। अनि डर लाग्छ कतै यस्तो नहोस्, मैले पैसा कमाउँदै गर्दा मेरो आफ्नो मान्छेहरू मलाई पर्खदा पर्खदै बुढा भइसकेका हुन्। कहिलेकाहीँ राति कामबाट फर्किँदा बाटो सुनसान हुन्छ, वरिपरि हजारौँ बत्ती बलिरहेका हुन्छन्। त्यही कोठाभित्र मेरो गाउँ हुन्छ, घरको आँगन हुन्छ, आमाको आवाज हुन्छ, बाबाको खोकी हुन्छ, अनि बाल्यकालमा दौडिएको त्यो धुलम्मे बाटो हुन्छ। म आँखा बन्द गर्छु अनि केही क्षणका लागि फेरि त्यही बच्चा बन्छु जसलाई संसार जित्नु थिएन, केवल आमाको काखमा निदाउन पाए पुग्थ्यो। आमा, तपाईँले कहिले आफ्नो दुःख सुनाउनु भएन, फोनमा सधैँ भन्नुभयो, हामीलाई केही भएको छैन बाबु, तिमी आफ्नो ख्याल राख। तर मलाई थाहा छ, तपाईँलाई औषधि चाहिँदा पनि पहिले मेरो खर्च सोच्नुहुन्छ। घरमा केही बिग्रिँदा पहिले मेरो कमाई सम्झनुहुन्छ। आफ्नो चाहना थाती राखेर मेरो सपना पुरा भएको हेर्नुहुन्छ। आमा, तपाईँलाई मैले कहिले सोधिनँ तपाईँको सपना के थियो। सायद तपाईँको सपना नै हामी छोराछोरी थियो। बाबा, तपाईँ धेरै बोल्नुहुन्न, तर तपाईँको मौनताभित्र मैले हजारौँ कुरा सुनेको छु। म विदेश जाने बेला तपाईँले केवल यति भन्नुभयो, राम्रोसँग बस है छोरा। तपाईँले मलाई अँगालो हाल्नु भएन, आँसु देखाउनु भएन, तर विमानस्थलबाट फर्किँदा तपाईँ एक्लै कति रुनुभयो होला। त्यो कुरा मलाई आजसम्म थाहा छैन। परदेशले मलाई धेरै कुरा दियो, कमाइ दियो, अनुभव दियो, संसार देखायो, तर त्यसको बदलामा केही कुरा खोस्यो पनि। बाबाको साथ, साथीहरूको जम्का भेट, चाडपर्वको रमाइलो, गाउँको बाटो अनि आफ्नो मान्छेसँग बिताउने समय। दसैँ आउँछ, गाउँमा जमरा राखिन्छ, घरका मान्छेहरू नयाँ कपडा लगाउँछन्, टिका र जमरा लगाएर सबैले फोटो खिच्छन्। म भने मोबाइलको स्क्रिनमा त्यो फोटो हेरेर मुस्कुराउँछु। अनि कसैले सोध्छ, यसपालि पनि घर नजाने? म भन्छु, काम मिलेन। तर वास्तविकता के हो भने कहिलेकाहीँ कामले होइन, परिस्थितिले रोक्छ। टिकट किन्न पैसा हुन्छ तर छुट्टी हुँदैन, छुट्टी हुन्छ तर घरमा लैजानु पर्ने जिम्मेवारी हुन्छ। अनि फेरि मनलाई सम्झाउँछु, अर्को वर्ष जाउँला साथीहरू। यदि तपाईँ पनि परदेशमा हुनुहुन्छ भने सायद तपाईँले पनि यी पीडा भोग्नुहुन्छ।
बुझ्नुहुन्छ। हामी यहाँ हाँसेको देखिन्छौँ, रमाएको देखिन्छौँ, राम्रो कपडा लगाएको देखिन्छौँ, फोटो खिचेको देखिन्छौँ, तर सोसल मिडियामा देखिने एउटा मुस्कानको पछाडि कहिलेकाहीँ घर फर्किन नपाएको हजारौँ आँसु लुकेका हुन्छन्। अनि एउटा कुरा, हामी पैसा कमाउन विदेश आएका हौँ, तर पैसा नै हाम्रो सम्पूर्ण जीवन नबनोस्, किनकि पैसा फेरि कमाउन सकिन्छ, गुमेको अवसर फेरि आउन सक्छ, तर आमाको उमेर फर्केर आउँदैन, बाबाको जवानी फर्केर आउँदैन, बच्चाको बाल्यकाल फर्केर आउँदैन, अनि हामीले गुमाएको समय संसारको कुनै पैसाले किन्न सक्दैन। त्यसैले आमा, तपाईँ मेरो छेउमा हुनुहुन्न भने पनि विश्वास गर्नुहोस्, मेरो हरेक सङ्घर्षको पछाडि तपाईँको अनुहार छ। म थाक्दा तपाईँको आवाज सम्झन्छु, म हार्न लाग्दा तपाईँले भनेको त थाक्छस् बाबु सम्झन्छु, अनि फेरि उठ्छु, एक दिन म फर्किन्छु आमा, म फर्किनेछु आमा। यो पटक हातमा केवल सुटकेस हुने छैन, वर्षौँदेखि तपाईँले पर्खेर राखेको मेरो माया पनि हुनेछ। बाबाको अगाडि बसेर धेरै कुरा गर्नेछु, तपाईँको हातबाट फेरि एकपटक खाना खानेछु, अनि घरको आँगनमा बसेर मनभरि भन्नेछु, आमा अब केही दिन मलाई कतै जान नदिनु। तर त्यो दिन आउनु अघि यदि यो कविता सुन्दै गर्दा तपाईँको पनि घर सम्झना आयो भने आजै फोन गर्नुहोस्, आमालाई भन्नुहोस्, आमा म तपाईँलाई माया गर्छु। बाबालाई भन्नुहोस्, बाबा आफ्नो ख्याल राख्नुहोस्, किनकि हामीसँग भोलि हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। जीवन धेरै छोटो छ, रिस लिएर धेरै लामो समय नबसौँ, मन दुखाएर आफ्नो मान्छेबाट टाढा नजाउँ। अन्तिममा साथमा जाने न पैसा हुन्छ, न घर हुन्छ, न सम्पत्ति। साथमा जाने भनेको हामीले बाँडेको माया र छोडेको सम्झना मात्रै हो। त्यसैले म परदेशमा छु, तर मेरो मन अझै पनि नेपालमै छ। मेरो शरीर हजारौँ किलोमिटर टाढा होला, तर मेरो हरेक धड्कनमा मेरो घर छ। आमाको आवाज छ, बाबाको आशीर्वाद छ, गाउँको माटो छ, अनि एउटा सपना छ, एक दिन सबै जिम्मेवारी पुरा गरेर आफ्नै घरको आँगनमा फर्किने। त्यस दिन म पैसाको हिसाब गर्ने छैन, म केवल आमाको अनुहार हेर्नेछु, बाबाको हात समाउनेछु, अनि मनमा नै भन्नेछु, यति धेरै वर्ष मैले कमाएको सबैभन्दा ठुलो सम्पत्ति पैसा होइन रहेछ, तपाईँहरू रहेछ। परदेशमा कमाएको पैसा घर बनाउन सक्छ, तर घरको माया कहिले किन्न सक्दैन। परदेशमा कमाएको पैसा घर बनाउन सक्छ, तर घरको माया कहिले किन्न सक्दैन, तर घरको माया कहिले किन्न सक्दैन।